नमस्ते सबैजनालाई। अहिले आज मे 12 तारिक अनि अहिले हामी चाहिँ दाहुङ जाँदैछौँ। दाहुङमा गोर्खा समुदाय नेपाली समुदायहरूले त्यहाँ चाहिँ बुद्ध जयन्ती धुमधामसँग सेलिब्रेसन गर्दै रहेछ अनि हामीलाई अलिकति त्यहाँ एज अ गेस्ट बोलाएको थियो। त्यहाँ हामी दुई भाइ जाँदैछौँ, हाम्रो निम लामाज्यू र हामी तीनजना। यहाँ हाम्रो अगाडि गुरुजी पनि हुनुहुन्छ, गाडी चलाउँदैछ यता। अनि गरेर हामी चाहिँ नि तीनजना चाहिँ हामी जाँदैछौँ अहिले बुद्ध जयन्ती सेलिब्रेसनको लागि। यस भिडियो मार्फत सबैजनालाई ह्यापी बुद्ध जयन्ती भन्न चाहन्छु। 모델로 소와 탐이고 번역에 내가 당시 영어로도 시월에 교로지 아니갈바다 तपाईहरुले आनिकालबाट जोगाओस् मेरो यो सर्व प्राणीहरु मनुष्यको जीवनमा दुःख तकलिफ आनिकालहरु गरिब नहोस् भनेर उहाँले यस्तो भन्नु भएको छ। तसे धोबेला सोक्ने चाहिँ मर्नु भनेको थम्जे शिवराको चाहिँ यदि अचानक जंगल भित्र पर्ने बेलामा जंगल भित्र परेर बाघ भालुले आक्रमण नहोस् एटेकबाट नहोस् भनेर पनि उहाँले एकदम रक्षा गर्नुहुन्छ भनेर बताउनु भएको छ। Yang cembe tabo midi kotak seba tham jegi sedang sena pajo mata loge tamje tawa yati mosin to gongdo pewa gyurji तपाईहरुको आयुमा धेरै छोटो आयु भयो भने आयु लामो होस् भनेर चाहिँ बुद्ध भगवान गुरु पद्मसम्भवहरु उहाँहरुले चाहिँ आशीर्वाद लेखेर राख्नु भएको छ। यो मोआ तपाईहरुले यो आज बुद्ध जयन्तीको कार्यक्रमहरु सफल पारिदिनु भएकोमा 세상 세나 빠져라 나타나고 시원한 또 예 모신도 공도 배워가지고 विचारलाई सुधारौं मान्छेमा भेदभाव नगरौं विचारलाई सुधारौं। सो गाइज थ्याङ्क यू सो मच तपाईहरुले मेरो एउटा सानो मिनी ब्लग हेरिदिनु भएकोमा र यस ब्लगमा मैले बुद्ध पूर्णिमाको बारेमा हाम्रो गोर्खा समुदायद्वारा कसरी मनाउँदैछ भनेर सानो झलक तपाईहरुलाई देखाउन खोजेको थिएँ। पक्कै पनि तपाईहरुले केही कुरा यहाँबाट जानकारी अवश्य पाउनुभयो होला र आगामी नेक्स्ट इयरमा हामी फेरि बुद्ध जयन्तीलाई यसरी नै भव्यताका साथमा सेलिब्रेसन गरौँ तपाई सबै मिलेर संसारभरिबाट भन्ने मेरो विशेष अनुरोधको साथमा म यस ब्लगबाट तपाईहरुसँग बिदा माग्न चाहन्छु। हस् त थ्याङ्क यू सो मच।